भोक लाग्दा के खायो भन्ने निकासे। राम्रो रहेछ त्यो यो मसिनहरू चाहिँ राम्रै छ। मसिनो भनेको ठुलो चाहिँ बिग्रेछ। सजिनाको के मिठो लाग्छ तपाईँलाई, दाना कि गुदी? गुदी दाना। कलिलो मनपर्छ कि छिपेको मनपर्छ? यतिको ठिक हुन्छ। यो चाहिँ छिपेको कि कलिलो? छिपेको पनि होइन, कलिलो पनि होइन, ठिक हुन्छ। यो चाहिँ छिपेको हो कि कलिलो हो? यो ठिक्कको छ। यस्तो मिठो कहाँ कसले सिकायो खाना? खाना आफै सिक्यो नि। विदेश पाउँछ यस्तै पाउँछ? यस्तै पाउँछ ठ्याक्कै। यत्रो मोटो मोटो हुँदो रहेछ नि विदेशको चाहिँ। तपाईँले त्यो टिपेर देखाउनुहुन्छ नि, त्यो चाहिँ यत्रो चाहिँ थियो। कलिलै त्यो चाहिँ कम्पिटिसनमा मान्छेले टिप्थे। कम्पिटिसनमा टिप्थ्यो। कसले त बढी खाने कि म बढी खाने भन्थेँ। होइन, मैले टिपेर लगिहाल्छु। कसको हुन चाहिँ खासमा चाहिँ? कसैको पनि होइन। कसले रोपेको? कम्पनीले रोपेको होला नि, कम्पनीका काम गर्नेहरूले। त्यो कसैले कराउँदैन थियो यसो टिपेर लाँदाखेरि? के भन्छ यसलाई उहाँ चाहिँ? यसको नाम के हो? मोरिङ्गा भन्छ। मोरिङ्गा। मोरिङ्गा। अनि अरू? शीतल चिनी पनि भन्छ, सजिना भन्छ। उहाँका मान्छेले चाहिँ मोरिङ्गा भन्छ। पत्ता चाहिँ खान्छ होला नि बढी? पत्ता खान्छ। यो खाँदैन होला नि? यो पनि खान्छ। कसले? बङ्गालीहरूले कि त्यहाँको अरबीहरूले खान्छ? फिलिपिनीहरूले पत्ता खान्छ। फिलिपिनीले पत्ता खान्छ? अनि फल चाहिँ कसले खान्छ? फल म खान्छु। होइन, अरू अरू कुन कुन देश, कुन कुन उयसले चाहिँ? इन्डियन छ, नेपाली छ। बढी चाहिँ कसले खान्छ भन्नु खोजेँ क्या? यिनीहरू यो साउथ इन्डियनले खान्छ धेरै, खाइरहन्छ। साउथ इन्डियनहरूले खान्छ। के हेरेको? रेकर्ड गरेर छैन त मैले। रेकर्ड गरेर मोबाइल तिर्छ भनेर।